मनरी चारको माथिल्लो मसिने यसो हेर्दाखेरि पुरै जङ्गलै जङ्गल छ, तर एउटा डाँडामा एउटा घर छ। यहाँ पातलो बस्ती, ऊ त्यहाँ ड्याम सररररररर खोलाको छेउ ड्याम छ। यसो हेर्दाखेरि चाहिँ यो मानव बस्ती बसाल्ने ठाउँ त होइन, तर सरकारले बस्ती स्थानान्तरण गर्दैन। यहाँदेखि त यहाँबाट वहाँ कता कता पुरै जङ्गलै जङ्गल जङ्गल जङ्गल, एउटा दुईटा घर छ। यहाँ वन्यजन्तुले साह्रै दुःख दिन्छ यहाँको मान्छेहरूलाई होइन। बाँदरले त्यत्तिकै मकै टिप्नै दिँदैन, बँदेलले त्यत्तिकै मकै टिप्नै दिँदैन, तर मार्न पनि दिँदैन यहाँ आरक्षभित्र परेको हुनाले। अब यहाँको जनतालाई बस्ती स्थानान्तरण गरेर अलिक खेतीयोग्य जमिन कता छ पत्ता लगाएर बस्ती स्थानान्तरण गऱ्यो भने अझ राम्रो हुन्थ्यो। यहाँ चाहिँ वन्यजन्तुको बसोबास राखेर होइन, त्यस्तो गर्न सक्ने खालको सरकार हाम्रो नेपालमा बनेको छैन। कुन सरकारको पालमा त्यस्तो गर्न सक्छ? जुन सरकारको पालमा त्यस्तो गर्न सक्छ त्यो सरकार चाहिँ नेपाली जनताले माया गर्ने सरकार हुन्छ कि। पुरै एउटा डाँडामा एउटा घर छ। दुःख बिरामी पर्दा पनि अब छरछिमेकीको साथ सपोर्ट पाउन अलिक टाइमै लाग्ने छ होइन। पुरै यस्तो चारैतिर उता चुरेको काँड कन्दरतिर हो उता होइन, माथि अलि कता कता देखिन्छ क्या। यस्तै ठाउँमा जन्मेर हुर्किया मान्छे हो म। ल त्यहाँ एउटा बोलेरो गाडी पनि आइरहेछ, अरू गाडी हिँड्दैन। अब बोलेरो सोलेरो अटो त्यही त हो नि चारैतिर। अपुट यहाँनिर त एउटा साथी पो उभिरहेको रहेछ यार। कस्तो खालको साथी हो क्या? ओहो